छोडिदियो अब त्यो मजाले बन्द गर्नुपर्ने फेरि खिच्ने हो गोर्खा जिल्लाको दक्षिणी भेगमा अवस्थित माता मनोकामना भगवतीको मन्दिर जुन धार्मिक तथा पुरातात्विक दृष्टिकोणले निकै महत्त्व बोकेको छ। यो मन्दिर बेला बखतमा गइरहने भूकम्प, बर्सातको पानी चुहिएर, मुसाले गाह्रोहरू खोदलेर आदि इत्यादि कारणले गर्दा यस मनोकामना मन्दिर दिन प्रतिदिन जीर्ण एवं कमजोर बन्दै गइरहेको यहाँहरूलाई जानकारी गराउन चाहन्छौँ। बेला बखतमा गइरहने भूकम्प, वर्षाको पानी चुहिएर, मुसाले गाह्रोहरू खोदलेर आदि इत्यादि कारणले गर्दा यस मनोकामना मन्दिरको भौतिक अवस्था दिन प्रतिदिन जीर्ण एवं कमजोर बन्दै गइरहेको र प्राविधिक रिपोर्टअनुसार यस मनोकामना मन्दिरको दक्षिण पश्चिम भाग करिब 6 इन्च जति झर्केको हुँदा